हेलो साथीहरू। र आज चाहिँ म चाहिँ सिमल तरुल केलाउँदैछु। आज चाहिँ सिमल तरुल खाउँ भनेको नि त। ल है साथीहरू, म त अब सिमल तरुल तास्दैछु हो। तास्न थालेँ। बिचरा आमाले पठाइदिनु भएछ। हिजो चाहिँ दिदीहरू आउनुभएको थियो नि त, माइली दिदीहरू। अन्त सिमल तरुल खन्नु जाँदैछु भन्नुहुँदै थियो। अन्त उता दिदीले पनि लानु भएछ। अन्त मलाई यता आज पठाइदिनु भएको हो। लिएर आएर पनि तास्दैछु। मलाई त सिमल तरुल चाहिँ पुरा मनपर्छ नि त, मेरो बेस्ट हो। अनि तपाईँहरूलाई कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। साथीहरू, मैले केलाई पनि सकेँ हो। अब बसाउन आँटेको, यसलाई बोइल गर्न आँटेको। बोइल गरेपछि म तपाईँहरूलाई देखाउने छु। होइन साथीहरू, रेडी भयो आजको हाम्रो खाना। यस्तो जाडो छ कि जाडोमा तातो सिमल तरुल र चिया खाने हो। आउनुहोस् है खानु लागि यस्तो जाडोमा सिमल तरुल। मैले त खानु स्टार्ट गरेको हो। कस्तो मिठो छ, म त बेस्ट हो नि त। बिचरा आमाले पठाइनु भएछ, थ्याङ्क यू आमा।